कुरा चाहिँ न्यायसँग छ, जे शुद्ध छ, जे प्रेमयोग्य छ, यी कुराहरूमा चाहिँ हामी सही बाटोमा हिँडिरह्यो भने हेब्रोन चाहिँ अनि नमुना बनेर जान्छ। हालेलुया। हेब्रोन अनि परमेश्वरको वचनले भनेअनुसार नमुना हुनको लागि नि बोलाइएको। आमेन। किन म यहाँनिर चारचोटि आइसकेँ? नमुनालाई मलाई हेर्दैछु। हालेलुया। परमेश्वरले देखाउनु भएको नमुनालाई मैले हेर्दैछु अनि त्यो इमानुएलमा पनि काम हुँदैछ। इमानुएलमा पनि त्यसको नक्सा देखिँदैछ। काहीँ न काहीँ त्यसको नक्सा चाहिँ के हुनुपर्छ, देखेको हुनुपर्छ अनि त्यसलाई हामी कपी गर्न सक्छ। आमेन। अब यो नक्सा हेऱ्यो भने यस्तै बनाउने रहेछ भनेर मलाई के हुन्छ थाहा हुन्छ, त्यो एउटा नमुना हो, टुप्पोस हो त्यो। अनि यो हेब्रोनलाई परमेश्वरले एउटा नमुना बनाउनको लागि परमेश्वरले चाहनुभएको छ। यो परमेश्वरले मलाई यहाँ अहिले पठाएको कुरा चाहिँ टुप्पोस हो। हाम्रो विश्वासलाई चाहिँ वृद्धि गरिराख्नु पर्ने रहेछ। अनि जे कुरा चाहिँ सत्य छ, जे कुरा न्याय छ, जे कुरा चाहिँ शुद्ध छ, जे कुरामा चाहिँ होइन आज कृपा छ, त्यो कुरा चाहिँ बोकेर हेब्रोनले हिँडिराखेको हुनुपर्छ। जुन कुरा चाहिँ प्रशंसा योग्यता छ त्यसलाई गरिरहेर सोध्नुहोस् त छेउको साथीलाई। अनि कसैले भन्नुहोस् मैले त अलिअलि मात्रै त बुझेँ जस्तो त लाग्यो भन्नुहोस् त। धेरै त बुझ्नु हुँदैन फेरि। धेरै मैले बुझाएँ भने यहाँको प्रभुको दासहरूको काम छैन। मैले अलिकति मात्रै बुझाउने हो। अरू धेरै चाहिँ यहाँ मैले अब यहाँ आधी घन्टा बोलेर सबै कहाँ बुझ्न सकेको छु। मैले सबै बुझेँ भन्नै मिल्दैन। धेरै बुझाउनको लागि चाहिँ टाइम लाग्छ। तर पवित्र हेब्रोन चाहिँ ग्रहण गर्ने व्यक्तिहरू हो। आमेन। मण्डली हो। हालेलुया। एक्लेसिया हो। त्यही कारणले त टुप्पोस अथवा नमुना भएको कारण त्यो हो। यसलाई म जोड गर्न चाहन्छु। यो चाहिँ कुरा सुन्नुपर्छ। ग्रहण गरेन भनेदेखि चाहिँ काम दिँदैन। मैले हिजो अस्ति एउटा बहिनीलाई उनको नाम के हो नैना ग्रहण गराउँदै गर्दाखेरि भनेको चाहिँ एउटा फोनुसकै मागेर मैले इक्जाम्पलको लागि दिँदै थिएँ। यदि हामीले परमेश्वरको सत्यतालाई ग्रहण गरेन भने चाहिँ नि सुनेको त कति सुनेको छ फाइभ होल मिनिस्ट्री कति छ भनेर होइन कसै कसैले सिकाइ पनि रहेको छ हामीले होइन, तर ग्रहण गरेको छ कि छैन त्यो चाहिँ महत्त्वपूर्ण हो। तर प्रभुलाई धन्यवाद, हेब्रोनले आद गरेर ग्रहण गरेको छ। आमेन। अनि चाहिँ साथीले टुप्पोस अथवा नमुना भएको छ। अनि त्यो नमुना भएको चाहिँ हरेक स्थानमा फैलिनुपर्छ। आमेन। अनि बढ्नुपर्छ। हालेलुया। परमेश्वरले बोलाउँदै हुनुहुन्छ। अनि म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। अनि त्यो हुनको लागि चाहिँ हामीलाई स्थिरता चाहिएको छ। हामी परमेश्वरमा स्थिरता रहनु जरुरी छ। हालेलुया। अनि अर्को चाहिँ के छ भन्दाखेरि देखेको कुरा, ममा देखेको कुरा पावलले भन्दैछन्, प्रेरित पावलले भन्दैछन् ममा जे कुरा देख्यो उहाँले कहिले पनि आफ्नो लागि पावल प्रेरितले कहिले